वेलकम टु माई च्यानल। आज चाहिँ म र बाउ मिलेर गाईको कली बनाउन आँटिरहेको छु र मेरो भिडियोलाई चाहिँ लास्टसम्म हेरिदिनु होला सबैजनाले। र अहिले चाहिँ गिटी बलुवा र सिमेन्ट लाएर मसला बनाइरहेको छु गाइस। त्यहाँदेखि पछाडि मसलाहरू बनाइसकेर चाहिँ डलाइ गरिन्छ। भर्खर मजाले मिक्स गरेर बाउले चाहिँ मसला बनाउँदैछ अहिले। र त्यहाँदेखि चाहिँ ढले गर्न स्टार्ट गरिन्छ गाइस, हेरिदिनु होला लास्टसम्म मेरो भिडियोलाई चाहिँ। त्यहाँदेखि अब नयाँ भ्युवरहरू छ भने चाहिँ सब्सक्राइब गरिदिनु, त्यही हो। लु गाइस स्टार्ट गरेँ। अब चाहिँ बाउले ढले गरिँदैछ हो। म यतादेखि मसला बोक्दै हेर्नु सक्नुहुन्छ होला। यति चाहिँ सक्यो अहिले गरेर। भएर म थके मार्दै बिस्तारै गर्दै अब के गर्नु, यस्तै हो गाउँको जिन्दगी। निकै सक्यो भनौँ न, ढलाइ गरेर अलिकता रहेको छ, अलिकता सोलिङ गरेर त्यहाँदेखि चाहिँ यसलाई पनि ढलाइ गरिन्छ। आज चाहिँ ढलाइ गरेर सक्यो भनौँ न। यहाँ चाहिँ अलिकता उब्रेको छ, त्यो चाहिँ भोलि बिहान मसला अलिकता मिलाएर ढलाइ गरेर कम्प्लिट हुन्छ। अनि आज दिनभरिमा चाहिँ यति ढलाइ गरिसक्यो। अब यति ढलाइ गर्दा चाहिँ 4 बोरा सिमेन्ट र 15 बोरा बालुवा यति चाहिँ गयो भनौँ न, आज यति ढलाइ गर्दा। र अब चाहिँ बाउ र म मिलेर पिलर उठाउँदैछु। हिजो चाहिँ ढलाइ सलाइ गरेर सकेर चाहिँ आज अब बाउ र म मिलेर पिलरहरू उठाएर त्यहाँदेखि मात्रै अब पिलर सुक्नु लाएर त्यहाँदेखि चाहिँ छाना लाउनेतिर लाग्छु बाउ र म चाहिँ। आज चाहिँ 3टा पिलर कम्प्लिट भयो। अहिले त अब अझै 2टा पिलर यता साइड र यहाँ साइडमा बनाउने छ। त्यहाँदेखि यहाँ वाल उठाएर यहाँदेखि वाल उठाएर त्यहाँदेखि मात्रै कम्प्लिट हुन्छ। अब
यहाँ चाहिँ अब बाउले प्लास्टर लाउँदैछ, देख्नुहुन सक्नुहुन्छ होला। अब यसरी लाउँछ हाम्रोतिर प्लास्टर। आफू लाउँ भने त त्यति पारा आउँदैन हो, त म चाहिँ यसो बाउलाई अलिअलि सघाउँदै भिडियो सिडियो बनाउँदै यस्तै छ हालत। फाइनली बाउ एक्लै भए पनि बिस्तारै प्लास्टर लगाइसक्यो। र अर्को कुरा, अब बाउ चाहिँ पहिलेदेखि मिस्त्री यस्तो कार्पेन्ट्रीहरू गर्नुहुन्थ्यो, अनि उसलाई चाहिँ थाहा छ अब कसो गर्नुपर्छ होइन काम यस्तोतिरको। फाइनली अब चाहिँ गाईको कटेर बनाएर अलमोस्ट डन जस्तै हो। अब माथि छाना मात्रै लाउनु छ। हेर्नुहोस् है, अब अलमोस्ट डन हो। पिलरहरू सबै उठाएर माथि छाना मात्रै लाउनु बाँकी छ।